बुवा अब यो आज चाहिँ वृश्चिक राशिको सुरु गरौँ। वृश्चिक राशिको चाहिँ जन्मफल कस्तो छ त? जीवनभरको हामी कुरा गरौँ। वृश्चिक राशि भन्नाले हजुर टो ना नि नु ने नु या इ यु हजुर 9वटा अक्षरको एक पाउ भएर एक राशि हुन्छ बन्छ। भनेपछि यी अक्षरहरू भएका चाहिँ बस वृश्चिक राशि हुन्छ। हजुर राशि स्वामी मङ्गल भन्छन् हजुर र स्वामी ग्रह चाहिँ मङ्गल स्वामी ग्रह मङ्गल भयो र शुभ रत्न मुगा मणिक पुष्पराज। हजुर बार शुभ बारमा मङ्गलबार बिहिबार आइतबार। हजुर मङ्गलबार बुधबार र आइतबार चाहिँ शुभ बार। नयाँ काम थालनी गर्नु पर्यो भने यी बारमा गर्नु। मङ्गलबार बिहिबार र आइतबार। मङ्गलबार बिहिबार र आइतबार हजुर र घातबारमा शुक्रबार हुन्छ। हजुर र अब राशिमा मित्र राशि मेष कर्कट सिंह धनु र मीन यी चाहिँ मित्र राशि हजुर र शत्रु राशि पनि भन्छन्। फेरि साथै मिथुन र कन्या चाहिँ शत्रु राशि पर्छन्। हजुर र वृश्चिक राशिवालालाई हजुर शुभ दिशा भनेको अथवा भ्रमणका लागि हजुर उत्तर र पश्चिम भनेर उत्तर र पश्चिम भयो शुभ दिशा बताएको छ। विशेष गरी यो बाहिर काम गर्न रोजगारका लागि जानका लागि रोजगारीका पनि लागि त्यो दिशामा राम्रो हुन्छ। बस यो दिशामा राम्रो हुन्छ। हजुर र वृश्चिक राशि हुनेवाला हजुर साहसी परिश्रमी स्पष्ट वक्ता विचारशील भएको हुन्छ। हजुर केही शङ्कालु स्वभाव हो र अरूप्रति सेवाभाव भएको हुन्छ। विचारमा केही उग्रता भएको हुन्छ। हजुर भनेको उग्र स्वभावको हुन्छ। भिन्न विचार भएका हजुर सँग हो रिसाइहाल्ने पनि देखिन्छ। हजुर जिद्दी स्वभाव भनौँ न। भनेको अरूको कुरामा चाहिँ अलिकति रिसाइहाल्ने उग्र हजुर परिवर्तनकारी हुन्छ र क्षेत्रीय गुरुङ र तामाङ जातिसँग सङ्गत गरेमा राम्रो हुन्छ पनि भनिएको छ। हजुर र रोजगारीका विषयमा मेडिकल हजुर मेकानिकल इन्जिनियरिङ हजुर भौतिक विज्ञान शिक्षा प्रशासन जस्ता कानुन जस्ता विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने भएको हुन्छ। र पेसामा हजुर पेसा के कस्ता पेसा गर्दा राम्रो होला? पेसामा चाहिँ किराना दोकान हजुर औषधि व्यवसाय र भाँडा दोकान दूरसञ्चार विमान प्रबन्धकको कार्य राम्रो हुन्छ। हजुर हजुर नोकरीमा प्रहरी प्रशासन सेना उत्तम हुन्छ। र वृश्चिक राशिका लागि हजुर पारिवारिक हिसाबमा हजुर सालो दाजुभाइसँग सम्बन्ध उत्तम हुन्छ। वैवाहिक जीवन राम्रो हुनेछ। हजुर र इष्टदेवमा गणेश दुर्गा हनुमान नागदेवताको सेवा गर्दा राम्रो हुन्छ। र 2 वर्ष 12 वर्ष 22 वर्ष 32 वर्ष 92 वर्षका दिनहरू अलि अशुभदायी देखिन्छन्। र तिथिमा प्रतिपदा षष्ठी एकादशी अलि हजुर अशुभ हुने जस्तो देखिन्छ।